हेलो गाइस वेलकम बैक टू माई युट्युब च्यानल सबैलाई सन्चैहरूलाई म पनि सन्चै छु यहाँ चाहिँ हामी सुन्दर चल स्विमिङ पुल जान्ला केटाहरूले हिजो जित्यो नि त हामीले यो चाहिँ रन्जित हो स्विमिङ पुल जान्ला को जान्ला हाम्रो क्लासहरूको कट्टुहरू विशालहरू भेलेहरू भन्छन् के उडाएर के गर्ने हामी बैठेकोमा आउँछु भनेको छ तिमीहरू बैठे त्यो काले किप्पर क्या अबे साले ऊ चाहिँ हिजो खतरा खेलेर घाउसाउ बनाएको छ उसले एक गोल हानेको छ त्यही भएर घाउ भएको छ मैले त्यत्रो डिफेन्स हान्दा मलाई केही नहुने स्ट्राइकरहरूलाई के हुने हो म हल्का सुती हानेर छु उनीहरू उठी खेल्दा त हार्दो रहेछ म चाहिँ खतरा भएर होला हाम्रो क्लासको क्या अपोनेन्ट क्या त्यो हामीसँग अस्ति पागल 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 यस्तै अङ्कार मेसी Sorry guys. Sorry guys, हाम्रो यात्रा यहीँसम्म थियो यात्रा यहीँसम्म रहेछ उसको ढुक्दाखेरि कसैले बसा अनि पन्डिसको चाहिँ माथि हो अस्तिको भ्लगमा चाहिँ हाम्रो ऊ चाहिँ पागल हो उसको चाहिँ ट्र्याकमा क्यान्सर भएर चुक्न पऱ्यो अरे व्हाट उसलाई एउटा दिनु रे लास्टै अङ्कल धेरै दानी रहेछ पैसा दिँदा अब एउटा गजौँडा अब 500 दिन्छ उसले अब 500 चाहिँ गोजीबाट हाम्रो सुश्रीले के गर्छ होइन राख्नु अङ्कल हामीले यसो मजा गरेको आज नरिसाउनु होला मैले चाहिँ सोसल एक्सपेरिमेन्ट गरेको तर हामी धेरै भाइरल भयो भने तर यस्तो गरी नै पैसा दिन्छौँ गाइज हाम्रो के गरी मोनिटाइज भयो भने मोनिटाइज नदिनु गाई पैसा होगा गोरो छ हेर्नु सक्नु युगेश र यो भाइ यो भाइ र यो भाइमा को गोरो छ म कालो यो गोरो होइन गाइज मैले चाहिँ मिल्दै भेट्छ कि हो सबैभन्दा पहिला चाहिँ मैले देखायो अनि सन्तोष सर चाहिँ सन्तोष सर पनि भेट्छ क्या खै सन्तोषको भाइ त भागिसकेछ अगाडिबाट उयो ब्याग उसले एउटा म साथी नलिया भयो भाइ वर्ल्ड कप कसले जित्छ मेसीले जित्छ रे वर्ल्ड कप यो क्लिप चाहिँ हाल्नुपर्छ भाइ त्यो त सोध्नु पर्ने कुरै होइन नि त्यो पनि हो हेलो सिलेलो कौन है ये लोग कहाँ से आते हैं आज आपको बताते कि हम ब्लॉग बना दिए देखो इधर हमारा गाइस लोग इधर है काला शीतलपुर काला भैया गजब बेइज्जती है यस्तो भनौँ न हामी चाहिँ भेलेको घर गयो अल्छी लायो सुत्यो सुन्दर जल अहिले चाहिँ हामीसँग यति धेरै जाना छौँ सबजना ऊ चाहिँ जहिले उसकै कुरामा बेच्छ अनि यता हामी चाहिँ हाम्रो ह्यान्डसिम म्यानहरू चाहिँ यहाँ एउटा या दुईवटा यो त यी गरेर मात्रै फोटो खिच्ने उसलाई चाहिँ गर्ने भाइ अरे उहाँ गएर ड्राइभ भन्नुपर्छ होइन अहिलेदेखि हप हुँदैछ खोइ म चाहिँ पागल कि यस्तो गरेँ सो गाइस अहिले चाहिँ हामी सुन्दर जल आइसक्यौँ अनि यहीँबाट हामी फाल्यौँ हामी चाहिँ यहाँ पार्टी गर्न यहाँ सबजना छ यहाँ मधेसी छ यहाँ
भेलेलाई चाहिँ भर्खर मोही भयो। यो मुजी हो नि जान्नु भरे यो ठाउँमा नेटै चल्दैन राम्ररी चल्दैन कहिले वाह क्या लड़का है यो चस्मिस चाहिँ हल्का बेसी हल्ला गर्छ होइन गाई चस्मिस यो हो। दुईजना लडिसकेका छ। अब हामी लड्न गइरहेको छौँ। लड्न गइरहेको छ अरे मर्न गइरहेको छु। स्कुल बिदा हुन्छ भोलि पर्सि। रुख 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 यो हाम्रो भेले विशाल सामान विशाल खोकर भने थाहा छ नि। लीला मायालाई माया गर्छले। ओए रुख 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 जुट यो हाम्रो लड्यो हो लड्यो त लड्यो बैठा लड्यो ले मोबाइल म बोक्छु म छोटो मजा सबै यो पनि खाते हो मुजी। यो पनि त्यस्तै हो मुजी। म त झन् सोच्छु गाइज भाइ अब बैठाले त मर्न आँटिरहेको छ। ओइ बैठे ल मसँग छ यति छ माछ। भिडियो भइसकेको छ। अब तल म टिकटकमा काटेर हाल्छु म त हाल्ने हो। चुपचाप अब हामी जिस आज राति चाहिँ म्याच हेर्नु बगानमा लगाउनु भयो भने मैले झन् छ्याङ खाँदै हेर्न त तर मैले त्यति राम्रो त नहोला। छ्याङ होइन मेरो ओइ त्यस्तै मैले भनेको के भेले लाग्यो त भेले लाग्यो त लाग्यो नि तँलाई भनेर हुन्छ मलाई दुखिरहेको छ। ल यो गाइस म चाहिँ तार्दन हो होइन झन् भेलेलाई मारेन के रुख 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 10 चोटि हानेको थियो गाइस। अब 10 छैन 10 प्लस 20 ल झुन्डी भिडियो बनाउँछु। अब हाम्रो केटाहरू बैठाले चाहिँ मरेको छ एउटा यो बौला यो दुवैजना कति काटेछ नि कसले कस्तो पल्टे कसको हो मेरो हात यो लडेर काट्दै हो। अनि तेरो त्यो युट्युब च्यानलको तैँले युट्युब च्यानल आफ्नो फोटो राख्छस् त त्यो पनि पठाला मलाई त्यसले के गर्ने तिम्रो भने कि तेरो टिकटक बनाएर बसिरहेको छ गाइज। नाच्छ हेर्नु इन्टर भने अनि टक्क सब्सक्राइब गर्नु भएन त्यो सब्सक्राइब बटन थिच्यो पनि आउँछ। हाम्रो केटाहरू त्यहाँ पुगिसकेको छ गाइज। बल्ल घाम लाग्न थाल्यो त्यहाँ त शीतल छ पानी कस्तो भइरहेको थियो। हामी घाम आएको ठाउँमा चाहिँ अङ्कल नमस्कार। नमस्ते कान्छो नमस्ते ल जाऊ भयो नि अङ्कल पछाडि ए भेले मर्छ म पछाडि बस्छु भेलेको
पछाडि बसिन हाँसेको होइन लडेको होइन बल मजा आउँछ रहेछ हामी त्यहाँ अघि भनेको थियो त गोडा बौला बौला ए 3 माथि हिँड्छ त अब के गर्नु यस्तै क्या त्यहाँनिर छोराले राख्छ अब लुगा आउला त है हेर्नु न पकाम रुक अबे साले तेज यस्तो नहेरिदेऊ न अहिले त्यस्तो हेरेन नि के भने होइन बाटो हिँड्ने बनाऊ के बन्द गर क्या किन हुँदैन बनाउँछु त म यो बाटो त्रिकोण त निस्किँदैन त हाल्ने नि है होइन निस्किन्छ ठ्याक्कै निस्किँदैन कहाँ निस्किन्छ ठ्याक्कै त्रिकोणै निकाल्दिन्छु रेड हाउसबाट यस्तो छिटो ट्रिकन निस्किने नि निकालिदिन्छु के म के जान्छ फेरि बाटो फेरि आउँदै यहाँबाट बैठे घरतिर तिमी होला नि टाढा हुन्छ त्रिकोण निस्किउँ न त सबैले चाँडो तँलाई छिटै हुन्छ मेरो त यहाँ घर कहिले जानु होइन त कहाँ बस्छ त्यहाँ म त यहाँ भित्रको बस्छ त कहाँ बस्छ त्यहाँ म आइज न त यता तर रुम त त्यही थियो नि भाइ आज छोडी म त उहाँको बस्छ त हालेको थाहा छ कि थाहा छैन हेलिकप्टर ब्याटम्यान कार अनि फरारी सरारी के थाहा यस्तोलाई बच्चाहरू भने बच्चाहरू यो जस मैले हाल्छु त भिडियो रोनाल्डोको हो त्यस्तै लाइक गर्ने होला तैँले पनि गरिस् होला यार मेरो भिडियोतिर लाइक रोनाल्डो गएको छ मेरो आइडल भन्दै रुयो अनि पैसा कमाएर छु मैले यस्तो बालकहरूले गर्दा के हेर्न कटु लाउने कस्तो के गर्नु अब रोनाल्डोको फ्यान धेरै छ भने उनीहरूलाई पनि थाहा छ त्यही भएर त्यो बच्चा फ्यान त हुन्छ अब 2जनाले वर्ल्ड कप उठाएको छ नि किलियन एम्बाप्पे